खुशीको दिन औला भनी बसेकी छु औला गरी। खुशीको दिन औला भनी बसेकी छु औला गरी। कति बस्नु कुरी जस्तो माया पाइन्छ र कहाँ। आमाको जस्तो माया पाइन्छ र कहाँ। मनले दिक्क स्वार्थी मात्रै भेटिन्छन् यहाँ। मनमा आधी हुरी टुहुरी रानी कहाँ गई? बिनिसा, माया, माया। हजुर। पहिला देखेनौ बिनिसालाई? म त कति पनि देखेँ। कहाँ गई? त्यत्रो बोलाइरहेको छु सुन्दिनँ। आमा, बिन्दा कहाँ गई? देख्दिन त म उसलाई। अब जे जस्तो भए पनि एकचोटि म घर जान्छु आमा भनी, त्यही भएर मैले त रोक्नै सकिनँ बाबु। अब बिहे गरेर दिएको चेलीबेटी हो, माइतीमा यसरी बसेको राम्रो पनि त होइन नि। अब भरिसके ज्वाइँ सुध्रिनु भयो भने त र भोलिका दिनमा ज्वाइँले राम्रो गर्नुभयो, घर गरेर खाएको राम्रो होइन त बाबु? भन् त। ज्वाइँको बानी सुध्रेकै रहेनछ, फेरि पनि त्यसरी नै कुटपिट गर्नुभयो भने म सबै लुगाफाटाहरू बोकेर आउँछु आमा भनेर बिहानै पो हिँडी त बाबु। अनि म त्यहाँ चौतारासम्म छोडेर आएको। ल, अनि हामीलाई जान्छु पनि नभनिकन गई? तिमीहरू रातभरि चिन्ताले सुत्दैनौ, बिहान पख भएपछि भुसुक्कै हुन्छौ। अनि निदाइरहेको मान्छेलाई किन उठाउनु भनेर नभनिकन गएकी। बहिनीले त भन्दै थिए दाइ भाउजूलाई नभनिकन गएँ आमा, दाइ भाउजूहरू रिसाउँछन् होला, तपाईँले भनिदिनु है भन्दै थिए। त्यही पनि नानीले बिहान भए पनि जाने बेलामा एकचोटि गएँ दाइ भाउजू भनेर जानुभएको है त हुन्थ्यो नि। भयो त छोड्देऊ न, तिमीहरू सुतिरहेको थियौ अनि के उठाउनु भनेर छोरीले मलाई भनी, मैले तिमीहरूलाई भने।
ठुलो मम्मी भए पनि भाउजू भए पनि दुईजनामा पक्कै एकजना त गोठमै हुनुहुन्छ होला भनेर गोठको बाटो आए। खै त आज त कोही पनि आउनु भएको रहेनछ। ठुलो मम्मी ए दाइ ए यो पो आएछ त नि। ठुलो मम्मी पर्दैन भाग्यमानी भएछ। ए ल के छ त आज कतबाट भएछ ल बाबा ठुलो मम्मी बिनिसा दिदी आउनुभएको खबर सुनेको थिएँ। आँकी थिएँ बाबु। अनि खै त बिनिसा दिदी? भेनाजुले पिट्यो भनेर रुँदै आएकी थिए। अनि हामी सबैजना मिलेर सम्झाएर एकचोटिलाई पठाएको छौँ बाबु। भेनाजुले कुट्नुहुन्छ भने फेरि बिनिसा दिदी किन घर जानुभएको त? यहीँ बस्नुभएको हुन्थ्यो नि। कतै भेनाजुको मन फेर्यो कि सुध्रिनु भयो कि भनेर गएकी छे बाबु। अनि घरमा बुहारीलाई कस्तो छ त? बुहारीलाई एकदम ठिक छ ठुलो मम्मी। दाइ भाउजू अनि हजुरको खबर के छ नि? हामी एकदम ठिक छौँ बाबु। खै के ठिक छ भन्नु? मेडिकल गएर चेकअप गरेर आएपछि मबाट सन्तान नहुने कुराले टेन्सन मात्रै भएको छ। तपाईँ जहिले पिर लिनुहुन्छ, यसरी पिर नलिनुहोस् न भाउजू। आफूसँग जे छ त्यसैमा रमाउन सक्नुपर्छ। हेर्नुहोस् त भाउजू, तपाईँ पहिलाभन्दा कति धेरै परिवर्तन भइसक्नुभयो। पहिला तपाईँको मुहार कति हँसिलो थियो, अहिले त तपाईँको मुहारमा म पीडा मात्रै देखिरहेको छु। रातभरि पिर लिएर सुत्नुहुन्न कि के हो भाउजू? सधैँ हजुरले यसरी पिर गर्नुभयो भने हजुरलाई शारीरिक रूपमा मानसिक रूपमा ठुलो असर पुग्न सक्छ। त्यसैले यसरी पिर नगर्नुहोस् न। हो, मैले पनि यही भनिरहेको छु। कति पटक भनिसकेँ तिमी यसरी त डिप्रेसनमा जान्छौ भनेर। मैले भनेको सुन्ने होइन, मान्ने होइन। माया सुन्यो नि भाइले भनेको, अपिर गर्ने काम छोड त। हस् हजुरहरू बस्दै गर्नु, म चिया बनाएर ल्याउँछु। पर्दैन भाउजू, चिया नखाउँ। जहिले आउँदैपछि कति चिया खाएर हजुरलाई दुःख दिनु। ल कस्तो कुरा गरे के तैँले? जब एक कप चिया खाँदा पनि हामीलाई दुःख हुन्छ त। भाउजूले भनेपछि खा न। भयो दाइ भयो, चिया चाहिँ नखाऊ है। पाहुना मान्छेलाई कहाँ चिया नखाइकन पठाउनु? चिया त खाएर जा न। ए भनेपछि तपाईँले आफ्नै बहिनीको छोरालाई पाहुना सोच्नुभयो। म त तपाईँको आफ्नै छोरा हो नि ठुलो मम्मी। अब त्यही पनि धेरै टाढाबाट धेरै समयपछि आएको भए त हुनु। अब हाम्रो त उल्लो गाउँ पल्लो गाउँ हो, खुर्रा आउँछु खुर्रा जान्छु। सुन्नु भएन कुरा? हुन त हो बाबु। ल अब हजुरहरू सबैजना आराम गरेर बस्नुहोस्। घरमा बुहारी पनि एक्लै छिन्। बिनिसा दिदीसँग भेट्न मन थियो, दिदी त गइसक्नु भएछ। ल अब म जान्छु है। ल ल ल ल घरमा सबैलाई सम्झाउँछ भनिदिनु है। हस् न ठुलो मम्मी। ल भाग्यमानी भाग्यमानी ल भाग्यमानी। ल भाउजू। शिव बाबु बुहारी नानीलाई भाउजूले मस्तै सम्झिन्छ भनिदिनु। हस् भाउजू। ल दाजु। ल ल भाग्यमानी ल ल ल राम्रोसँग जा है त। हस् हस्। अब आउँदै गर्नु नि फेरि। अब आउँदै चिया खाएर जानु नि हस् है। ल
भयो नि हेलैलै बरको छायाले घुम्दैछ मौरी रसैका लागि नि हेलैलै म घुम्छु मायाले चिल्लो पात माया देउन समन दैने हात ओए के गरेर बस्या पोट खेले देखेन बाउ पोट खेले कति मजाले भन्न सक्या खेलेको तिमीहरूको यो खेल्ने बेला हो तिमीहरूको चाहिँ पढ्ने बेला हो काम गर्ने बेला हो अनि तिमीहरू मजाले खेल्न मिल्छ यसरी खेलेर म तिमीहरूलाई तिन थाक खुवाएर पाल्न सक्दिनँ पाल्न नसक्ने खुवाउन नसक्ने भयो किन जन्मायो त बुढा के अरे फेरि मसँग मुखै गर्न थालिस् तँलाई पनि म तेरे आमाले झरे मागरे पठाइदिउँ भने मलाई चाहिँ यहाँ छोराछोरी भएको भन्दा नभएकै बेस त्यो विनोदका बुढाबुढीलाई छोराछोरी भएर भने एउटा मात्र टेन्सन छ मलाई चाहिँ यहाँ कञ्चनाप छ छोराछोरीले के गर्लान् काम बिहार्लान् कि छोरी चाहिँ यहाँ पहिला जाने कि भन्ने कम चिन्ता छ बरु मेरो पनि बच्चा बच्ची नभइदियो भए बेस हुन्थ्यो तिमीहरूले गर्दा कञ्चनाप तिमीहरू त मलाई घाँडो भइसक्यो यहाँ तपाईँलाई हामी गाडो भएको भए हामी चाहिँ यही घरमा बस्छौँ तपाईँ चाहिँ त्यतै भट्टीतिरै बस्नुहोस् के भट्टीतिर गएर बस्नु रे बाउसो बोल्ने तरिका त्यही हो तिमीहरूलाई खाना काम रिपोर्ट हेर्दा विनोदजीमा खासै खराबी देखिएन हजुरबाट बच्चा सम्भव छ तर मायाजीमा समस्या देखियो मायाजीको पाठेघरको स्ट्रक्चर अलिकति फरक भएको कारणले हुनुपर्ने जति डिम्ब उत्पादन भएको छ डाक्टर साहब यसको लागि हामीले अब के गर्नु पर्ला हेर्नुस् यो एकदमै रियर केस हो उहाँको पाठेघरको स्ट्रक्चर डिफरेन्स भएको कारणले यसको खासै स्पेसिफिक ट्रिटमेन्ट हुँदैन तिमी यसरी रोएर जतिखेर पनि आँसु बगाएर बसेर हुन्छ अब के हुन्छ राम्रै हुन्छ नरौ तिमी नरौ खोइ के भयो भएन रोएर मात्रै बसेको छ के भयो त्यही त मैले रोको आवाज सुने के भयो तिमीलाई
किन रोके माया ओइ किन रोको भनेको मलाई कहिले पनि सुख भएन दुःख मात्रै भयो जन्मदा साथै टुरी भए दुःखै दुःखमा हुर्के बिहा गरेपछि त सुख पाम्ला भनेको अब मैबाट सन्तान नभएपछि म कसरी खुसी हुने कसरी हाँस्ने मेरो कारणले गर्दाखेरि तपाईँ बाबा हुन पाउनु भएन आमाले नाना दिने खेलाउन पाउनु भएन यो घरमा सन्तान भएन सन्तान नभएपछि हजुरको वंश पनि मासिन्छ त्यही भएर मैले भनेको मान्नुहोस् तपाईले अर्कै बिहे गर्नुहोस् माया के भनेको तिमीले यो मलाई सन्तान चाहिँदैन मलाई तिमी खुसी भइदिए पुग्छ र अर्को कुरा म अर्को बिहे पनि गर्दिनँ यस्तो नचाहिने कुरा नगर त हेर्नु मैले भनेको मान्नु तपाईले अर्कै बिहे गर्नु मैले नराम्रो मान्दिनँ मेरो गल्ती हो मेरो कमजोरी हो तपाईले अर्कै बिहे गर्नु म तिमीले भनेको कुरा मान्दिनँ प्लिज नरौ के माया नरौ न यता हेर त यता हेर कति चिन्ता लिन्छौ के भयो त अब जाऊ उठ टुरीको पनि पुकार सुनिदेऊ हे भगवान कति निष्ठुरी रहेछौ बुढो हजुर अनि दाइ भाउजू ठुलो मम्मीलाई भेटेर आउनुभयो त अनि कस्तो रहेछ त उहाँहरूलाई अहिले कस्तो हुनु नि सबैजना निराश दुखी हुनुहुन्छ ए हो र अनि हजुरले सम्झाउनु भएन त राम्रोसँग सम्झाउन त सम्झाए तर पनि ठुलो मम्मी दाई भाउजू मभन्दा ठुलो मान्छे मैले भन्दैमा कहाँ सम्झिनुहुन्थ्यो र मेरो भन्ने कर्तव्य हो भनेर चाहिँ आए त्यो घरमा पनि कहिल्यै सुख भएन है त्यही त भने बुढी पहिला ठुलो मम्मीले दाई भाउजूलाई दिनसम्म दुःख दिनुभयो अब अहिले ठुलो मम्मीले माया गर्नुहुन्छ माया गरेर के गर्नु भगवानले नै दुःख दिए माया भाउजूले त जन्मिँदै कर्म पनि कस्तो लिएर आउनुभयो सुख पाएको त दिनै छैन जहिले दुःखै दुःख के भगवान त्यो बिचरा त्यो टुरी मैयालाई मात्र कति दुःख दिएको
जहिले पनि तनाव त्यही मैयालाई दिन्छ भने आएको पहिले पनि त्यो बिमला भाउजूले ड्रेङ ड्रेङ हान्थ्यो हेला गर्थ्यो है त्यो बेला पनि सुख पाएन त्यहाँ अहिले अब बिमला भाउजूले माया गर्न लाग्यो है सन्तान नभएर झन् चिन्ता थप्यो पनि आएको के भएको होला त्यो मैयालाई मात्रै दुःख पर्छ मलाई त्यो मैयाको धेरै माया ल्याउँछ भने आएको के भएको होला अब गाउँतिर घुम्न गयो है त्यो मैला बौचाको पनि सन्तान हुने भ्या छ त्यो आशिष बौचाको पनि सन्तान हुने भ्या छ यो मैयाको मात्र के भएको होला पनि आएको मलाई त साह्रै दुःख लागेर ल्याउँछ पनि आएको ए भगवान् म तिमीलाई जिन्दगीमा केही पनि माग्दैन बिचरा त्यो मैयालाई एउटा सन्तान दियो भगवान् बुढी तिमीलाई एउटा कुरा थाहा छ के कुरा हो हजुर माया भाउजू र विनोद दाई चेकअप गर्नको लागि जानुभएको रहेछ डाक्टरले त बच्चा हुँदैन अरे भनेछ ए हो र हो नि बुढी ला बर्बादै भएछ त त्यही त भन्या बच्चा नहुने भएपछि अहिले माया भाउजू र विनोद दाई निकै चिन्तामा हुनुहुन्छ कसको कारणले बच्चा नहुने रहेछ भाउजूको कारणले बच्चा नहुने रहेछ पार्वती बिचारा त्यो टुरी भाउजूलाई नि कहिल्यै सुख नहुने भए टुहुरी नभन न माया भाउजू भन्ने गर त्यो त हो सबैजनाले टुरी भनेर मलाई पनि टुरी भाउजू नै भन्न आउँछ बोल्ने बेलामा अलि विचार गरेर बोल हस् ठुलो मम्मी दाई भाउजूको नजरमा तिमी संस्कारी बुहारी हो तिमीलाई संस्कारी ठान्नु भएको छ अरू त ठिकै हो विनोद दाई र माया भाउजूको बच्चा नहुने कुराले पो तनाव भयो त त्यति मजाले हाँसी खुसी मिलेर बस्न थालेको परिवारमा फेरि बच्चा नहुने कुराले दुःख सुरु भयो दाई भाउजूको यस्तो हालत छ अब हामी बेला बेलामा जाने उहाँहरूलाई सम्झाउने गर्नुपर्छ फेरि आफन्त चाहिने भनेको यस्तै बेला मात्रै हो नि बुढी बाबु ए बाबु माया आउनु तिमीहरू के हो आमा किन बोलाउनु हो तिमीहरूलाई त यस्तो कुरा विश्वास लाग्दैन होला तर मलाई त एकदम विश्वास लाग्छ के कुराहरू आमा पहिल्यैदेखि देखाउने एकजना ज्योतिष हुनुहुन्छ त्यहाँको ज्योतिषले टक्कै मिलाउनुहुन्छ त्यो ठाउँमा आज म तिमीहरूलाई लिएर जान्छु आमा हजुर कस्तो कुराहरू हुन्छ के अब त्यत्रो डक्टरहरूलाई चेकअप गराएर आउँदा त केही भएन भने अब केही नपाएर त ज्योतिषले देखाएर कहीँ बच्चा होला त मलाई त विश्वास लाग्दैन आमा त्यसो नभन्नुहोस् आमाले भनेको मानौँ मनलाई सन्तोष हुन्छ एकचोटि जाम ठिकै छ अब तिमीले जाऊ भन्छ भने त जाऊ न त आमा कुरा पनि किन काट्नु जाऊ लड्डु खाना गुरु मलाई समस्या पर्दाखेरि हरेक कुरा हजुरलाई आएर देखाउने गरेको छु आज म एकदम ठुलो समस्यामा छु सत्य कुरा के हो हेरेर त्यही भनिदिनु पर्यो के कुरा लिएर आउनुभयो भन्नुहोस् न गुरु यिनीहरू मेरो छोरा बुहारी हुन् यिनीहरूको बिहे भएको थुप्रो वर्ष भइसक्यो अहिलेसम्म सन्तान भएको छैन के कारणले सन्तान नभएको हो हेरिदिनु पर्यो गुरुले र के गर्नुपर्छ त्यो पनि भनिदिनु पर्यो हुन्छ हस्
हेरिदिन्छु। हजुरको जन्ममिति भन्नुहोस् त मलाई। 2050 2050 8 महिना 17 गते। 8 महिना 17 गते। जन्म समय दिउँसोको 3 बजे। दिउँसोको 3 बजे। जन्म ठाउँ अर्घाखाँची। अर्घाखाँची। हजुरहरूको मैले कुण्डली हेर्दैछु, यसो मङ्गलाचरण गर्नुपर्छ। फुल लिएर फुल्नु होइन। ओम ब्रह्मा मुरारे स्त्रीपुरन्तकारी भानु शशिर्भूमि सुतो बुधश्च गुरुश्च शुक्र शनि राहु केतव सर्वे ग्रह शान्तिकर भवन्तु। हाम्रा सबै ग्रहहरू शान्ति हुन् भनेर फुलले त्यहाँ राखिदिनु त। ल है हजुर, मैले यहाँ जे देखेँ त्यही भन्छु। हेर्नुहोस् है, हजुरले चित्त दुखाउन पाउनुहुन्न। हजुरको छोराको कुण्डली अनुसार सप्तम भावमा मङ्गल गएर बसेको छ। यसले गर्दा दोस्रो विवाहको योग छ। र हजुरको बुहारीको कुण्डली हेर्दा पनि उहाँको पञ्चम भावमा शनि र राहु छ। यसले गर्दा श्रापित दोष छ। तपाईँको छोरा बुहारीको कुण्डली हेर्दा चाहिँ दुवैजनाकोबाट बच्चा नहुने योग देखियो र सौता पनि हुने योग देखियो। गुरु, तीर्थ व्रत भाकल गर्दा हुन्छ कि? त्यस्तो केही गरेर पनि हुँदैन। उहाँहरूको सन्तान नहुने योग जो देखियो। उहाँले कर्ममा चाहिँ यस्तै ल्याउनु भएको रहेछ। उहाँको कुण्डली अनुसार उहाँको योगमा कहिले पनि सन्तान हुँदै हुँदैन। अझ तपाईँको छोराको कुण्डली हेर्दा त अचम्मजो देखियो। कस्तो अचम्म गुरु? तपाईँको छोराको कुण्डलीमा माङ्गली योग छ। यसले गर्दा दुईटा श्रीमती त अवश्य जो हुन्छ। हेर्नुहोस्, जस्तोसुकै परिस्थिति आओस्, सन्तान भएन भनेर त म अर्को बिहे गर्दै गर्दिनँ। तपाईँको कुण्डलीमा त्यस्तै योग छ। छोडपत्र हुने योग छ, दोस्रो विवाहको योग छ। कति नवविवाहित दम्पतिहरूले छोडपत्र गरेर फेरि अर्को विवाह गरिरहेका छन्। पहिला सबैजनाले छोडपत्र गर्दिन भन्नुहुन्छ, अनि ग्रह दशा अनुसार चाहिँ उहाँको छोडपत्र भएर मै कहाँ हुनुहुन्छ। अब सबैजना यसरी हिसाबले नै जानुहुन्छ। अब मैले जन्मकुण्डलीमा जे देखेँ त्यही त बताउने हो नि। ल माया नानी, हजुरको जन्मकुण्डली अनुसार त सन्तान नहुने योग र सौता हुने योग देखियो। पक्का छ यो त। नानी माया, बरु के? माया, मैले भनेको न आमा। मैले भनेको मान्नु भएन। यो हेरोन सेरोनतिर नलगाउँ भनेर झन्। अब हेराउन आउँछन्, अनि जन्मकुण्डलीमा जे देख्यो त्यही बताइदियो, रिसाएर जान्छन्। अझसम्म मैले भनेको कुरा चाहिँ फेल त खाएन। अब उहाँहरूको पनि पक्का जो हुन्छ जो। तर यो माया नानीको चाहिँ सन्तान चाहिँ पक्कै हुँदैन र सौता चाहिँ पक्कै हुन्छ। र सौताबाट पनि सन्तान हुन्छ, तर यिनको सन्तान चाहिँ कहिल्यै हुँदैन। यो चाहिँ मैले लेखेरै दिन्छु।
नरौ न यता हेर नरौ भयो सम्पूर्णमा नमस्कार। म कलाकार इल्ना रायमाझी। पछिल्लो समयमा यो टुरिस्ट सिरियललाई हजुरहरूले धेरै माया गरिदिनु भएको छ। भोलिका दिन पनि यस्तै माया गरिदिँदै जानुहोला। के कस्तो लाग्छ सल्लाह सुझाव दिनुहोला, राम्रो राम्रो कमेन्ट गरिदिनु होला, सम्पूर्णले सेयर गरिदिनु होला। आजका दिन जस्तै भोलिका दिन पनि अझ धेरै माया गरिदिँदै जानुहोला। नमस्ते। नमस्कार सम्पूर्ण दर्शकवृन्दहरुमा म तपाईहरुकै कलाकार विनोद श्रेष्ठको तर्फबाट यहाँहरूले टुरिस्ट सिरियल हेरिरहनु भएकै छ। तपाईहरुको माया ममताले आज यहाँसम्म आइपुगेका छौँ हामी। भोलि पनि अझै राम्रो हुन्छ भन्ने आशा गर्दछौँ। तपाईहरुको माया ममता अझै खाँचो छ हामीलाई। र कस्तो लाग्छ तपाईहरुलाई हाम्रो यो कथा, हामीले यो देखाउन खोजेका कुराहरू कृपया तपाईहरुले कमेन्टमा बताइदिनु होला। अझै के गर्दा राम्रो हुन्छ, कसो गर्दा राम्रो हुन्छ, हामी कसरी जाँदा अगाडि बढ्दा राम्रो हुन्छ, त्यो सबै तपाईहरुले कमेन्टमा भन्न सक्नुहुन्छ। र अर्को कुरा, हाम्रो च्यानललाई लाइक गरिदिनु होला, सब्स्क्राइब गरिदिनु होला, हाम्रो सिरियलहरूलाई सेयर गरिदिनु होला। यही त्यति भन्दै म बिदा हुन्छु। नमस्कार। आमाको जस्तो माया पाइन्छ र कहाँ, मुखले ठिक्का मनले दिक्क, स्वार्थी मात्रै भेटिन्छन् यहाँ। मनमा आधी हुरी टुहुरी 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 नमस्ते। हामीले त नमस्ते कृष्ण इन्टरटेनमेन्टबाट अभिनय सिकेर टुरिस्ट सिरियलमा खेलिसक्यौँ। अब हजुरहरूको पालो कहिले? हे भगवान, मेरो बुढाको शङ्का गर्ने बानी जसरी नै हटाइदिनुहोस्। त मन्दिरमै छेस भने भगवानलाई फोन दे त। भगवान त बोल्दैनन् कि क्या हो? शर्माजी, ए शर्माजी, शर्माजी, शर्माजी। देख्यौ हाम्रो छोरी कति भाग्यमानी रहेछ। सरकारले त ए हजुर जलाउँछ। अब तैँले हुँदा हुँदा आमा बा माथि पनि शृङ्गार गर्न थाल्छ हैन? शर्माजी, मेरो भाग्यमा नै यस्तै लेखेको रहेछ भनेर चित्त बुझाउँछु बाबा। शर्मा तिमी पूर्वेको जुन जस्तो भएर मैले साह्रै दुःख पाएँ। अब औँसीको रात जस्तो बनाउनु पर्यो। शर्माजी, 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 हाय 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 शर्माजी। विराज पेन्ट्स, न घरको रङ बदलिन्छ न सम्बन्ध।